नजर हुनुहुन्छ सेफ? म आज पछाडि गोदाममा छु। हजुर। म आज बनाउँदैछु पनिर मोमोसको मसला। यत्रो मैले हिजो अस्ति भिडियो बनाउँथेँ, त्यसमा चाहिँ अगाडि ससको मात्रै हालेको छु होइन। अब धेरैजना नलाग्छ होला कि सस मात्रै भरेछ, त्यस्तो देखाउँछ, जान्न होला मोमो जस्तो लाग्छ होला। यो 30 किलो हो आज, 30 किलो नेट तोडेर आज बनाउने हो। यो फर्स्ट स्टेप मैले मसला हाल्दैछु किचन किङ एमडिएचको। यो हो एमडिएचको किचन किङ। हजुर। अनि म हाल्छु अजिनो। हजुर। हल्का अनि स्वाद अनुसार नमक। हजुर। यसलाई सबै मिलाउने। अब ग्लोभ्स लाउनु हाम्रो यहाँ मिल्दैन, ग्लोभ्स साना छ, त्यही भएर म हातैले मिलाउँदैछु। मैले एड गर्छु पेस्ट। कसले होइन यता खोल्नु पेस्ट। यो के हो? पेस्ट हो अदरक लसुनको। हजुर। एड गर्छु धनिया। हजुर। यो चाहिँ चिल्ली पेस्ट हो। हजुर। पाउडर हाले नि हुन्छ, यो हालेर अलि मिल्छ। यो आयो प्याज। हजुर। कति हो चिकन? चिकन कति हो? यो आयो प्याज। अब म मिलाउँदैछु मोमोसको मसला। पनिर मात्रै धेरै हुन्छ, प्याज चाहिँ हल्कै हाल्छौँ हामीले, किनकि कति मिनटको भयो? मेरो च्यानलमा गएर नि हेर्न सक्नुहुन्छ, दीपक राई नामबाट छ। तपाईँ सिक्नेहरूलाई त राम्रो हो। धेरै ठाउँमा मैले हेरेको छु मोमोज बनाउने भिडियो बनाउने मोमो जस्तो हो।